कालिन्चोक हाइड्रो पावर कम्पनी लिमिटेडले चैत्र 22 गतेदेखि आइपिओ निष्कासन गरेको छ। आइपिओ भर्नुभएको छैन भने अब एक दिन मात्र बाँकी छ। यदि तपाईँ वैदेशिक रोजगारीमा हुनुहुन्छ भने प्रत्येक पटक आइपिओ खुल्दा 10% वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई छुट्याउने गरेको छ। नमस्ते सम्पूर्ण साथीहरूलाई, आजको भिडियोमा पुनः हार्दिक स्वागत गर्न चाहन्छु। आजको यो भिडियोमा मैले इनिसियल पब्लिक अफरिङ आइपिओ सम्बन्धी जानकारी लिएर उपस्थित भएको छु। पुरा भिडियो हेरेर लाभ लिनुहोला। यदि तपाईहरु पनि आइपिओ इनिसियल पब्लिक अफरिङ सम्बन्धी जान्न चाहनुहुन्छ भने मलाई कमेन्ट गर्न नबिर्सनुहोला, डाइरेक्ट मेसेज पनि गर्न सक्नुहुन्छ। कालिन्चोक हाइड्रो पावर कम्पनी लिमिटेडले चैत्र 22 गतेदेखि आइपिओ निष्कासन गरेको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि आइपिओ निष्कासन गरेको हो। कम्पनीले जारी पुँजी 55 करोड रुपैयाँको 25% 13,75,000 किता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्याइएको सेयर निष्कासन र बाँडफाँड गरिसकेपछि अब दोस्रो चरणमा सामूहिक लगानी कोष र कर्मचारीहरूका लागि सुरक्षित गरेर बाँकी रहेको प्रति सेयर 100 रुपैयाँमा 6,84,75,000 बराबरको 6,84,750 किता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो। यो आइपिओमा न्यूनतम 10 किता भने अधिकतममा 10,000 किताका लागि आवेदन दिन सकिन्छ। निष्कासन बन्द भने चैत्र 25 गते हुनेछ। त्यसैले आइपिओ भर्नुभएको छैन भने अब एक दिन मात्र बाँकी छ। त्यसैले आइपिओलाई नछुटाई भर्नुहुन र लाभ लिनुहुन जानकारी गराउन चाहन्छु। कम्पनीलाई केयर रेटिङ नेपालले एनपीबीबी रेटिङ दिएको छ। एनपीबीबी भन्ने रेटिङ के हो भन्दा कम्पनीको दायित्व वहन गर्न सक्ने क्षमता औसतको भन्दा जोखिम रहेको जनाउँछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट ब्याङ्किङले गरेको छ। यसैगरी आइपिओ सम्बन्धी महत्त्वपूर्ण जानकारीहरूको लागि फेसबुक पेजलाई फलो गर्न नबिर्सनुहोला। यदि तपाईँ वैदेशिक रोजगारीमा हुनुहुन्छ भने प्रत्येक पटक आइपिओ खुल्दा 10% वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई छुट्याउने गरेको छ। यदि अझै पनि डिमाट खाता खोल्नुभएको छैन भने आफ्नो सम्बन्धित ब्याङ्कलाई सम्पर्क गरेर डिमाट खाता खोल्न सक्नुहुन्छ। त्यसपछि कुनै पनि सेयर सम्बन्धी कुराहरूको आवश्यक परेमा मलाई डाइरेक्ट मेसेज पनि गर्न सक्नुहुनेछ र कमेन्ट पनि गर्न सक्नुहुनेछ। म तपाईहरुलाई सक्दो सहयोग गर्नेछु। भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद र यदि यो भिडियो तपाईलाई राम्रो लाग्यो भने साथीहरूलाई सेयर गर्न नबिर्सनुहोला। धन्यवाद। नमस्कार।